guys. This vlog is especially for our हाम्रो छोराछोरीहरूलाई पछि गएर हेर्छन्. Their moms in 20s हो, हामी 20s मा त छौँ नि. In our 20s. Yes, right. अघि चाहिँ मैले डर लागिरहेको थियो. के भन्नु? अनि तिमीहरू जस्तो नहुनु. हामी जस्तो नहुनु. मम्मी चाहिँ एकदम हामी चाहिँ अहिले घर जाँदैछौँ पशुपति. त्यो होइन म एउटा सिक्रेट अकाउन्ट बनाएर हाल्दैछु यो भ्लग. इफ कसैले अकाउन्ट बनाउँछु युट्युब च्यानल होइन, अनि त्यो च्यानलमा चाहिँ हामी पोस्ट गर्छौँ. अब म मेरो सोसल एन्जाइटीलाई कम गर्छु भनेको यता नि मान्छे देख्छु उता नि मान्छे देख्छु क्यामेरा तल गइहाल्छ. के भन्न चाहन्छु? केही भन्न चाहदिनँ. यहाँ फोटो खिच्नु. ओके यस्तै हो. अनि आज चाहिँ हाम्रो ड्युटी मिल्दैन. मेरो चाहिँ आज अफ हो. उहाँको चाहिँ थिएन तर के भन्नु तिम्रो आन्टीको चाहिँ आज डे अफ. आन्टी इन द सेन्स मेरो बच्चाहरूको तिम्रो आन्टी नै हुन्छ नि त होइन. नट इन द्याट सेन्स. त्यो टाइममा तिमीहरूले आन्टीहरू नहुन सक्छ. तर यस अनि त्यही भएर हाम्रो लाइफ पनि आउँदैन गाइस. पछाडि आज हामी सोसल एन्जाइटी भन्दा नि मेरो we need to ओभरकम आवर सोसल एन्जाइटी. बट कोही मान्छे आउने बित्तिकै क्यामेरा सरी झरिहाल्छ. रियल लाइफमा कन्फिडेन्स चाहियो. जस मान्छेको अगाडि पनि एकदम खुलेर बोल्न सकुन्. द्याट टाइप अफ कन्फिडेन्स हामीलाई चाहिएको छ. हामीले यसरी बोलिरह होप हाम्रो आवाज चाहिँ सुनिरहोस्. हामीसँग माइक छ. Doesn't matter, but we create memories. Yes, this is only for memories, not for content. अब जसले देखे पनि we don't care. यस्तै हो होइन. लास्ट टाइममा चाहिँ हामी मात्र हेरेछौँ लाइफमा. but we don't care. We can't force people to choose us. Yes. So ठिक छ. हामी दुईजना काफी छैन नि त. अब हामी भेरी भेरी सर्ट भन्दा नि अब हामी धेरै छैनौँ. त्यस्तो नभए पनि भइहाल्छौँ नि. तर लङ डिस्टेन्स अब मैले भाइलाई नि ओभरकम गरेँ जस्तै लागेको छ होइन. त्यत्रो मान्छे देख्दा पनि कस्तो मजाले. यस हाम्रो छाया मजाले आइरहेको गाइज. चाहिँदैन गाडी पाउँदैन होला है. अनि हामी गाडीमा ट्राभल गरिरहेको मलाई घरको न घरको बनाएर छोडेर गई जिजु. ए कुरा त्यस्तो खै हेर त फटो मेरो भाइले बिजोग पारेर छोड्ने को रहेछ त्यो केटी. दाइ यही केटी हो.